यस्तो मजा भाँच्दैन कहिले नि हल्का कमर भाँच्दैको मैले नि आउँथ्यो दसैँ आउन तपाईँले नि यस्तो मजा भाँच्दैन उठ्छ बस्छ नाच्दियो सँगैले नि हल्का कमर भाँच्दैको मैले नि सयपत्री फुल्यो दसैँ खुल्यो खेतमा झुल्यो देउसे भैलो कार्यक्रमलाई हामी यो हाम्रै बिगवाजुकै मजुवा ठुलो मजुवा कार्यक्रम सकेर अब बिदाई हुने क्रममा छौँ। अब यता हाम्रो आर्थिक रूपमा सहयोग गर्नुहुने व्यक्तित्व हुनुहुन्छ। उहाँहरूलाई हामीले सदाभरि स्मरण गर्नेछौँ। हाम्रो यता अध्यक्षज्यूसँग पुरै नाच्दै हुनुहुन्छ। यो हामी अहिले विगतकै मजुवा भन्ने टोलमा हाम्रो नाचगानका कार्यक्रमलाई सकेर हामी अब अन्तिममा छौँ। यता हाम्रो भेनाजु हुनुहुन्छ, गोपाल भेनाजु हुनुहुन्छ, गोपाल सिंहले हाम्रो सम्पूर्ण कलाहरू हुनुहुन्छ।
जुनै भनौँ बजस केटाहरूले कुदायो डेक ए केटा हो ठिक छ हेलो गर हेलो 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 हाम्रो देउसे टोली देउसे नाच अब हाम्रो अन्तिम कार्यक्रम सकेर अब सेलाउनको लागि हाम्रो साकेला थानतिर जाँदैछौँ। हाम्रो केही कलाकारहरू अगाडि गइसक्यो केही कलाकारहरू पछाडि बाँकी छन्। हामी यहाँ बिना कलाकारहरूको र केही कलाकारहरू सँगसँगै हामी हिँडिरहेछौँ। अब केही समय पश्चात हामी हाम्रो मिक्लाजुङ 2 को साकेला थानमा गएर हाम्रो आजको कार्यक्रम विसर्जन गर्दैछौँ। साथीहरू हतार हतार छ नाच्नलाई, कतिखेर नाच्न पाउहरू पर गएर नाच्दैछन् साथीहरू डेक बजाएर। हाम्रो स्पिकर टोली साथीहरू कता कता भागे हाम्रो स्पिकर टोलीको आलामा स्पिकर बोकेर होइन स्पिकर बोक्ने हिँड्न नि भेटिँदैन नि खालको। देउसे नाचको आज अन्तिम दिन हामी 4जना मात्रै भइएछ स्पिकर बोक्ने चाहिँ। दिलकुमार दाइ हेलो हेलो, हाम्रो जुरन भाइ हाम्रो एउटा श्याम भाइ माथि स्पिकर बोकेर फिलिले कुद्दैछ। माथि जाँदैछन् आधी टोली। हाम्रो साउन्ड सिस्टम टोली यता छ।
ठेके पालो साकला टोली यहाँ भेट भयो अब चाहिँ हामी हाम्रो साकलाथान लगभग पुग्यो। यहाँ ल साकलाथानमा आइपुगेको छ। तयारी गर्दै रहेछ। हेलो 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 ल यता कोमा पनि हुँदो रहेछ। अहिले चाहिँ हामी हाम्रो देउसी भैलो कार्यक्रम समापन गर्नका लागि हाम्रो मिगलाजुङ 2 को यो साकलाथानमा आइपुगेका छौँ। यो देउसी यो चाहिँ हाम्रो भवन निर्माणाधीन भवन हो। हाम्रो देउसी भैलो कार्यक्रम यस्तो छ। यो चाहिँ हाम्रो स्टेज भयो।
चाहिँ स्टेज चाहिँ सौजन्य गर्नुभएको हाम्रो धनलाल लगायत उहाँको सपरिवारले यो चाहिँ हामीलाई सहयोग गर्नुभएको र उहाँको आमाको चौतारा पनि यता यहीँ लगाइदिनु भएको छ। हाम्रो अध्यक्षज्यू हुनुहुन्छ, यता हाम्रो देवा पनि हुनुहुन्छ। आज हाम्रो कार्यक्रम समापन गर्ने दिन